गाइस नमस्कार अनि स्वागत छ तपाईहरुलाई केबी प्रयागमा। आज मेरो पहिलो भ्लग म चाहिँ रुम सजावटमा लागेको छु। यति बेला भिडियोलाई चाहिँ लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला र भिडियो अन्तिमसम्म हेरिदिनु होला, मजा आउनेछ। आज पहिलो भ्लग हो, त्यसपछि चाहिँ अब आउने दिनहरुमा चाहिँ नयाँ नयाँ प्र्याङ्क भिडियोहरु, हँसाउने फन्नी भिडियोहरु हेर्नु होला। त्यो हेर्नका लागि चाहिँ तपाईले सब्स्क्राइब गर्नुपर्ने हुन्छ। सब्स्क्राइब गरेर तपाईको मोबाइलमा घण्टी बज्नेछ नोटिफिकेसन, त्यसका लागि चाहिँ तपाईले आज पहिलो भ्लग हेर्नु होला है। यहाँ हामीले एकदम फोटोहरु तयार पारेका छौं रुम सजावटको लागि, देख्न सक्नुहुन्छ। यो फोटो चाहिँ हामी टक्क यहाँ माथि राख्छौं। यो चाहिँ हाम्रो पुरै काठको फोटोहरु हो, देख्न सक्नुहुन्छ है। सत्यमोहन जोशीको यहाँ चाहिँ जीवनी छ। यो नेपालको नक्सा, यो चाहिँ हाम्रो एलिफेन्ट फरेस्ट नेपाल सुदूरपश्चिम है त। टक्क यहाँ चाहिँ महाकाल अनि बर्डको चित्र पनि छ। यो चाहिँ मेरो बर्थडे गिफ्ट हो, मेरो बुढीले दिएको है गाइस। अब हामी यता फोटो लगाउने छौं भित्तामा, कस्तो लाग्छ त्यो अनुसारको प्रतिक्रिया दिनु होला। अब चाहिँ हाम्रो यो डेकोरेसन फिट भइसकेको छ एकदमै। कस्तो लाग्यो कमेन्ट गर्नु होला। हामी चाहिँ एकदम तपाईहरुको लागि भनेर हाम्रो रुम सजावट एकदम अलिअलि भए पनि रुम सजावट हामीले गरिसकेका छौं र भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। हेरेर नै हेर्नुभयो। भिडियो चाहिँ लाइक कमेन्ट शेयर चाहिँ गर्न नभुल्नु होला अनि सब्स्क्राइब गर्न नभुल्नु होला, किनभने नेक्स्ट भिडियोको लागि तपाईलाई सहज हुनेछ, खोज्नु पर्दैन। नेक्स्ट भिडियो आउने बित्तिकै तपाईकोमा नोटिफिकेसन आउनेछ, त्यसका लागि चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला र कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला कमेन्टमा। धन्यवाद, फेरि भेटौँला नयाँ भिडियोमा। थ्यांक यू।